नेपालको पहिलो सडक सुरुङमार्ग आज जुलाई 27, 2026मा औपचारिक रूपमा उद्घाटन गरिएको छ। तर सुरुवाती चरणमा यो सबै सवारीका लागि खुल्ला गरिएको छैन। पहिलो चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय र अन्य अति आवश्यक सेवाका सवारीका लागि मात्र सञ्चालन हुनेछन्। त्यसपछि परीक्षण सफल भएपछि सार्वजनिक र निजी सवारीलाई पनि चरणबद्ध रूपमा अनुमति दिइनेछ। सुरुङ मार्गका फाइदाहरू: यात्रा समय करिब 20 देखि 30 मिनेटसम्म घट्ने, नागढुङ्गाको घुमाउरो र जाम हुने सडकबाट मुक्ति हुने, सडक दुर्घटनाको जोखिम निकै कम हुने, इन्धन र समय दुवैको बचत, मालवाहक तथा यात्रुवाहक सवारीको छिटो र सहज हुने, वर्षायाममा पहिरो र अवरोधको असर कम हुने। सुरुङ मार्गको टोल शुल्क: कार, जिप, भ्यान काठमाडौँ प्रवेश गर्दा रु 150 तिर्नुपर्ने र काठमाडौँबाट बाहिरिँदा रु 60 तिर्नुपर्ने। बस तथा एकल पछाडिको एक्सल भएका ट्रकहरू प्रवेशद्वार रु 260 र बाहिरिँदा रु 200 रुपियाँ तिर्नुपर्नेछ। बहुएक्सल ट्रक तथा हेभी उपकरणहरू प्रवेश गर्दा रु 600 र बाहिरिँदा रु 250 तिर्नुपर्नेछ। नेपाल सुरुङ मार्ग युगमा प्रवेश गरेको छ। तपाईँको विचार के छ? कमेन्टमा लेख्न नभुल्नुहोला।